हेलो साथीहरू, अन्यतिर डन्डीफोर निक्लेर तनाव अनि साइडमा देख्नुहुन्छ मेरो टमाटर अनि प्याज खोर्सानी काटेर रेडी अनि साइडमा मासु। अरे वाह, मासु नखाएको पनि 1 महिना भइसक्यो थियो, त्यसैले आज मासु ल्याएँ। कटिङ गरेको त्यो सबै हालेर मैले त्यहाँनिर दामी तर्कारै प्याजलाई चाहिँ अलिकति रातो रातो खराउनुपर्छ क्या। अनि त्यसपछि मैले मासुलाई भाँडाभित्र हालेँ अनि दामी तरिकाले गर्मी गर्मी भयो जस्तो छ गाइस। गर्मी छ नि त अहिले, र देख्नुहुन्छ मेरो मासु चाहिँ अहिले यस्तो भइसकेको छ। दामी तरिकाले पाक्दैछ। यसलाई अलिकति चलाएर ग्रेभी निकाल्नुपर्छ। टमाटर समटर हालेर रेडी गरिसकेको छु। कसै मेरो मासु नखाएको पनि 1 महिना भइसकेको छ, मलाई त थाहा नै थियो। त्यही भएर आज मासु ल्याएँ मैले। मासु त रेडी भयो, अब के तल मात्रै लानुपर्ने तनाव। ल अघि बढौँ साथीहरू। भन्दा भन्दा मेरो रुम पनि आइपुग्यो। रुममा बसेँ, गर्मी भयो, हल्का एसीको हावा खाँदै बस्छु। अब तपाईँहरू मेरो मासु देख्नुहुन्छ, मेरो पकाउने तरिका कस्तो छ। वा, हेर्दै खाउँ लागेन। दामी पकाउँछु म पनि मासु त। अब म चाहिँ खानुलाई चाहिँ तयारी गर्दैछु। टक्क तरिकाले ग्रेभी बनाएको छु नि त। अनि त्यही भएर त्यहाँदेखि ट्याक्कै 1 महिना पछाडि मासु खाइयो। खुसी लागिरहेछ यार, के गर्नु। 1 महिनामा एकचोटि मासु खानु त परिगयो होइन त साथीहरू। ल साथीहरू, म चाहिँ अब खानु बसेँ है त। अब कस्तो चाहिँ भएछ त चाखी हेरौँ। वा, दामी भएछ। यति भन्दै आजको भिडियो यतातिर व्यस्त गर्न चाहन्छु। मेरो आज यो सर्ट भिडियोलाई सबैले माया गरिदिनु होला भन्दै आजको भिडियोमा बिदा हुन चाहन्छु। हस् त, धन्यवाद गाइज। लाइक अनि सेयर अनि एक सब्सक्राइब गरेर सहयोग गरिदिनु होला, माया देखाइदिनु होला भन्दै आजको भिडियो व्यस्त गर्न चाहन्छु।